Nepal is qualifying for Super 8. Watch. नेपालको पुलमा 5 वटा टिम छ। मैले बनाएको सिनारियोमा वेस्ट इन्डिज क्वालिफाई हुँदैछ। लेट देम क्वालिफाई। स्कटल्यान्डले अहिले खेलिरहेको गेम इङ्ल्यान्डको विरुद्ध गेम यो स्कटल्यान्डले जित्नु पर्यो। स्कटल्यान्ड नेक्स्ट गेम हार्नेवाला छ। स्कटल्यान्ड विल रिच 4 पोइन्ट्स। वेस्ट इन्डिजको रहेको गेम नेपालसँग हार्नेवाला छ वेस्ट इन्डिज र इटलीलाई जित्नेवाला छ। वेस्ट इन्डिज क्वालिफाइड। Remember, only 2 teams can advance to Super 8. यदि कसै गरेर इङ्ल्यान्डले यो गेम स्कटल्यान्डलाई जितिहाल्यो भने इटलीको रहेको 2टा गेम इङ्ल्यान्डलाई जित्नु पर्यो र वेस्ट इन्डिजसँग हार्नु पर्यो। त्यो भएपछि इटलीको पनि 4 पोइन्ट मात्रै पुग्ने भयो। यदि इङ्ल्यान्डले यो गेम जितिहाल्यो भने इङ्ल्यान्डको लास्ट गेम छ इटलीसँग, त्यो गेम इङ्ल्यान्डले हार्नै पर्छ। त्यसो भएपछि इङ्ल्यान्डको पनि 4 पोइन्ट मात्रै पुग्ने भयो जम्मा। सो याद राख्नुहोस् अहिले 4-4 पोइन्टमा सबै आउँदैछ। नेपालको लागि त सिम्पल, विन बोथ, विन बिग। यदि त्यो गरेर भएन भने अर्को उपाय छ। नेपालको ग्रुपमा रहेको सबै टिमको खेलाडीहरूलाई किडन्याप गर्नुपर्छ। किडन्याप। गेम डेको दिन होटलबाट बाहिर निक्लिनै दिनु हुँदैन उनीहरूलाई।